नमस्ते सबैजना साथीहरूलाई फेरि एउटा नयाँ कम्पनीले हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। हामीले यस भिडियोमा त्यसैको बारेमा कुरा गर्नेछौँ। कुन कम्पनीले आइपिओ निष्कासन गर्न लागेको हो, कति किता आइपिओ निष्कासन गर्न लागेको हो र यस कम्पनीले हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि कहिलेदेखि आइपिओ निष्कासन गर्न लागेको हो आदि सम्पूर्ण कुराको बारेमा जानकारी दिनेछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र भिडियो मन परेको भए एउटा लाइक गरी सानो कमेन्ट गरिदिनुहोला। सोपान फार्मास्युटिकल्स कम्पनी लिमिटेडले हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। यस कम्पनीले 2083 वैशाख 2 गतेदेखि प्राथमिक सेयर आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाट गरे पश्चात अब हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी 1,71 करोड 60 लाख रुपैयाँको 25% हुन आउने 42 करोड 90 लाख रुपैयाँ बराबरको 42,90,000 किता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। सो मध्ये 10% हुन आउने 4,29,000 किता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाट पनि गरिसकेको छ। त्यस्तै कम्पनीले 1,71,600 किता सेयर कम्पनीका कर्मचारीहरूका लागि र 2,14,500 किता सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाट पनि गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणमा हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि 34 करोड 74 लाख 90,000 रुपैयाँ बराबरको प्रति किता 100 रुपैयाँको अङ्कित दरमा 34,74,900 किता सेयर हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीको आइपिओमा न्यूनतम 10 किता सेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 11,000 कितासम्मको लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारण लगानीकर्ताहरूले 2083 वैशाख 6 गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि वैशाख 16 गतेसम्म लम्बिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ता नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आसवा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट तथा सिडिएसई एन्ड क्लियरिङ लिमिटेडबाट पनि निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सी आसवा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आइपिओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी इस्युवा रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्दछ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि 8.11 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 11.35 वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य 15 अर्ब 97 करोड 59,39,257 रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर 23.63% रहेको छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो एउटा सानो कमेन्ट गरिदिनुहोला र भिडियो मन परेको भए भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।